भयो अब चाहिँ भाइहरूको गेम स्टार्ट भइसकेको छ यहाँ पुरै है ल अब के सिकाउँदैछ उले सिकाए राम्रो सिक्नु नम्बर 1 हो ग्राउन्डमा आइपुग्ने बित्तिकै छिटो अहिले चाहिँ हामी फाइनली ग्राउन्ड पनि आइसकेको छौँ हैन अनि अब केटाहरूको यस्तो छ हालत ल आइज त्यसो भने निङ्स आइज यतापट्टि उ आइज त मेसी हेलो एभ्रीवन वेलकम ब्याक टु माई न्यू भिडियो तपाईहरुलाई फेरि पनि मनिष ब्लगको भिडियोमा स्वागत गर्न चाहन्छु अनि नमस्कार सेवा रुपैयाँ बुल्ला जोरले जो लोपा त्यसपछि ल उगुल्ला अब यसरी मेरो आजको भिडियो सुरु हुन्छ आजको भनेको चाहिँ म्याच भ्लग होइन केटाहरूको यहाँदेखि निलो जर्सीमा देखिरहेको भएको छ यहाँ अलिक नजिक ल्याइदियो त अलिक नजिक त्यहाँबाट देखिदिनु होला होइन यहाँदेखिको यति भनेको चाहिँ मैले ट्रेनिङ गर्ने भाइहरू होइन यति भनेको चाहिँ तिमीहरूको आशा एकाडेमीबाट आएको होइन आशा एकाडेमीको होनार प्लेयर है भविष्यको खतरा भविष्य कर्णधारहरू यता छ ल वेलकम छ तिमीहरूलाई मेरो ब्लगमा फर्स्ट टाइम होला होइन फर्स्ट टाइम हो हेर्छौ भिडियो चाहिँ ल ठिक छ ल त्यसो भने है अब 5 जना छ अब यहाँ 2 जना प्लस गरेर 7 जना बनाउने होइन 2 जना प्लस गरेर 7 जना बनाउने अनि त्यसपछि यता 7 जना अनि फेरि उताबाट मोरङबाट एउटा टिम आउँदैछ खेल्नको लागि है अनि अहिले चाहिँ हामी गेम खेल्नको लागि कहाँ यिनीहरूलाई लिएर जाँदैछौँ भने पर कहाँ अरे त्यो मार्गी चौरी लिएर जाँदैछौँ अब अनि त्यस आज केटाहरूलाई पानीको व्यवस्था भनेको चाहिँ हाम्रो भूपाल दाइ छ नि कृष्ण कुमार राई हाम्रो पानवारी फुटबल क्लबको अध्यक्ष भूपाल राईज्यूले चाहिँ हामीले 2 केस मिनी वाटरको बोतल उपलब्ध गराउँछ भन्ने आशा राखेको छु है अहिले फोन गरेर दाइलाई बोलाउँछु ल सबैले ताली बजाएर विनोदाले यहीँबाट सम्झेको छु दाइ है अब के गर्नु त्यस्तै भयो है दाइ भ्याउनु भएन तपाईँलाई मैले कन्ट्याक्ट गरेको थिएँ ठिक छ त्यही पनि केही छैन अब एकैचोटि हामी पर पुगेपछि भेट्छौँ है सबैजना बाई भन्दै केटा हो अहिले चाहिँ हामी फाइनली ग्राउन्ड पनि आइसकेको छौँ होइन अनि अब केटाहरूको यस्तो छ हालत ल आइज त्यसो भने निङ्स आइज यतापट्टि उ आइज त मेसी बस यता बस छिटो आइदिनु 5 जना यहाँ आइरहेको छ उताबाट खेल्नको लागि होइन अनि यता 5 जना छ अब 4 जना भयो कसो आइज त भाइ यता कतिजना भयो 5 जना 5 जना होइन 7 जना हुन्छ नि त अनि अरूको छ सबिन पनि आइयो यता कतिजना भयो 6 जना कतिजना भयो 6 जना भयो यिनीहरू किपरको टेन्सन छ 5 जना भयो त्यहाँ होइन यी सब कताबाट ओइ सोधिन जाऊ त दाइहरूको टिमबाट जा अभि पनि जाऊ त कतिजना भयो तिमीहरू 7 जना भयो अदित्य दाइजी त किपर बस्दै तिमीहरू पनि 7 जना भयो यो चौरीमा 7 साइज खेल्न सक्छ तिमीहरू 7 जना 9 साइजको हो र यो ग्राउन्ड त्यही त नि यो अति नै ठुलो छ क्या अन्त म 8 जना खेलाम कि जस्तो लागिरहेको छ ल त्यसो भने जुत्ता लागुँ ल होइन युसुफ उताबाट खेल्छ त यताबाट खेल्छस् हुन्छ कि त उताबाट खेल कि युसुफ यताबाट खेल्छ हुन्छ ठिक छ केटा मन्जुर भयो कसैले के दुःख मान्छे छैन नि केटा हो मनिष दाइहरूले तिम्रो राम्रो बनायो भने त्यसो गर्दिन नि म केटा हो तिमीहरूलाई अन्डर 15 भनेपछि प्योर अन्डर 15 खेलान्छु अनि एकजना डाँगो छिराइदिरहेको छु त होइन साँच्ची के हो कति साले हो ए अन्डर 15 मजाले पुगेको छ नि ल हेर्नु प्योर त्यही यहाँ पुरा दाइले चाहिँ पानी ल्याइदिनुहुन्छ भनेर पुरा पानी ल्याइदिएर आइसकेको छ भाइहरूको लागि ताली बजाउने केटा हो सबैजनाले पानबारी फुटबल क्लबको अध्यक्ष हाम्रो बुझेस् तिमीहरू जस्तै हुँदाखेरि सानो हुँदाखेरि दाइले हामीलाई लिड गरेर हिँड्नु भएको देखिस् अहिले पनि तिमीहरूलाई स्टिल माया गरेर पानी दाइले ल्याइदिनु भइरहेछ दाइलाई धेरै धेरै धन्यवाद दाइ है देखिस् नि ल केटा हो दाइले तिमीहरूको लागि पानी ल्याइदिनु भन्दा मैले अघि भनेको होइन ल हो अब एकछिनको लागि एउटा यहाँ भिडियो बनाउनु पर्छ पक अब के सिकाउँदैछ उसले सिकाए राम्रो सिक्नु नम्बर 1 हो ग्राउन्डमा आइपुग्ने बित्तिकै छिटो जुत्ता लाउनु बुझ्यौ छिटो जुत्ता लाउने अनि कतिखेर के भन्छ गुरुले होइन सुने ध्यान दिएर सबै हात मुनि गरेर त्यो सुन्नुको लागि पनि ठिक छ उसले हान्नु पर्यो हेर देख सुने मात्रै
ताली बजा सबैले ताली बजा केटा दाइ लेफ्टी हो नि फेरि ओभर हान्छ ठिक छ राम्रो छ अलि दरो बनाउनु ल खुट्टा दरो बनाएर भयो भाइ ल भयो अब चाहिँ भाइहरूको गेम स्टार्ट भइसकेको छ यहाँ पुरै है ल एम्बापे लभली गोल लागेन राम्रो प्रार्थना यहाँ चाहिँ अर्को टिम पनि आइसकेको छ भाइहरू अनि त्यहाँ तल हेरेर देखिरहेको छ नि केटाहरू त्यहाँ आइसकेको छ अर्को टिम पनि एउटा टिम है अनि एकजना यहाँ भाइहरूको गेम स्टार्ट भइसकेको छ भित्र चाहिँ केटाहरूको एम्बापे हो बुझिस् नि ओए पास खेल ओए निन्छ ओए ओए एम्बापे माग ओए एम्बापे लान एम्बापे ओए पोजिसन गेम खेल्दा गुड बल एम्बापे लाइन दो कुत्ता गुड लभली हो कोटा पास खेल अब हो गोल भाग जय भाई प्रेस कर निक्सन आन निको शॉट आन त भाइ एम्बापे यिनीहरू चाहिँ अहिले आइसकेछ अघिको गेम चाहिँ ट्याक्क सक्यो होइन यिनीहरूले 2 गोल हाल्यो त्यही पनि भने जस्तो चाहिँ अलिक केटाहरूले खेल्नु सकेन अलिक ग्राउन्ड ठुलो ग्राउन्डमा सानो ग्राउन्डमा ट्रेनिङ गराइराखेको अनि ठुलो ग्राउन्डमा एक्कासी यिनीहरूलाई खेलाउँदाखेरि चाहिँ यिनीहरूले अलिकति भ्याउ पाएन के हो यो क्या यो अलिकति सानो ग्राउन्डमा त्यसले ओभर लब्ली खेल्छ यहाँ चाहिँ यो सानो ग्राउन्डमा चाहिँ खेल्छ कि तर ठुलो गेममा चाहिँ अलिक भएन क्या त्यहाँबाट त सर्ट हान्न लेफ्टीले बाहिर जति अति बुझिस् नि अब हेर्छु बसेर खा सबैजनाले पानी बसेर खा पकेको अघि भनेको थिएँ नि बाहिरबाट आउने टिम भनेको चाहिँ है भाइहरू अनि सानो अन्डर 15 रहेछ प्योर हो यिनीहरू त झन् ए अन्डर 13 आमा कति वर्ष यो भाइ चाहिँ कति हो 8 वर्ष 11 सिक्किम बढेर आएको हो क्या सिक्किम बढेर ठिक छ कति वर्ष पुगिस् त 12 ए यो त 12 हो तिमी 13 जुङ आइसकेछ त नि तिमी कति वर्ष 11 केटाहरू सबैलाई ठिक छ यस्तै छ होइन अब रेजिङ त उयोलाई खेल्नु दिने कि नदिने यसलाई खेल्नु दिने कि नदिने यसलाई खेल्नु नदिने यो पनि प्योर साँच्ची के अन्डर 15 चाहिँ अन्डर 15 हो होइन ठिक छ ल तिमीहरू खेल्नु दिनुहोस् भने ठिक छ हामी खेलाउँदिनौँ यो भाइलाई त खेल्नु दिन्छस् होला नि त कि यसलाई चाहिँ होइन तिमीहरू सक्दिनस् भने चाहिँ होइन ठिक छ होइन अब दाइ हो भनेर भन्छस् भने चाहिँ नखेलाउँदा पनि हुन्छ नि त होइन भाइ यहाँ उदि बस कतिजना छौ तिमीहरू 8 जना यो ग्राउन्डमा खेल्न सक्छौ कति 10 मिनट खेल्छौ कि 15 मिनट 10-15 त्यस्तो गर्नु पैसा लगाएर दिन्छ अनि यसको त मम्मीको घर पनि यहाँ त खासमा यसको घर चुक्टियो हो नि त गेम स्टार्ट भयो केटाहरूको चाहिँ